बेहुलाको लागि एउटा हुन्छ नि डेडिकेसन भान्सामा बेहुला आइपुग्यो होइन कि थाहा छ कि छैन होला हजुरलाई थाहा छ नि कस्तो फिल भइरहेछ मिक्स फिलिङ हुँदैछ मन दुखेको पनि छ होला कि कस्तो किन मन दुखेको छोडेर जाँदैछ भनेर अब छोडेर जानुपर्छ के भएर आमा बाउ अब यत्रो बेरसम्म आमा बाउसँग बस्यो अब एकतालमा आमा बाउसँग टाढो हुँदैछ त्यही भएर बेहुला यहाँ आइपुग्यो गेटको छेउमा अब त्यहाँ यता भान्सामा आइपुग्यो के उसलाई केही सन्देश छ पुर्याइदिनु पर्ने कि के भन्नुपर्ने अलिकति छोटो बताइदिनु खै भन्नु See you after some time भनेर after few hours सबै इन्जोय गरेर जानुहोस् अब मेरो बिहामा सबैजना के भन्नु राम्रोसँगले इन्जोय गरेर ब्लेसिङ दिएर जानुहोस् नमस्ते के बेहुलीको आजको लोखण्डे भनिन्छ नि औ चाहिँ मेरो निनीको छोरी हो अन्त हजुर सम्झिनु पर्ने रहेछ नि हाम्रो कुरामा अब भाषामा चाहिँ सम्झिनु भनिन्छ अब डर लाग्दैछ किनकि अब बा केही मिस्टेक गर्छ कि भनेर उसको अब यत्रो पर्फेक्ट डेमा होइन अब त्यही भएर केही बिगार्छ कि भनेर पुरा डर छ खुसी त अब उसले अब उसको लभ अफ लाइफ पायो होइन अब उनीहरू कति इयर्स रिलेसनसिपमा बस्यो त्यो अब पायो त्यसमा खुसी ऊ खुसी छ हामी पनि खुसी अनि सम्झिनुलाई चाहिँ के उपहार लिएर उपहार त अस्ति नै दिइसकेको उता फेन्सिलिङमा हुँदैन ल हुन्छ त्यसो भने हुन्छ थ्याङ्क यू ल एक्साइटेड पनि छ एक्साइटेड नर्भस पनि छ लाइफमा यस्तो भनेको फर्स्ट टाइम हो घरिघरि पाउने पनि होइन अब घरेको रीतिरिवाज भन्ने चाहिँ एकदम रिच कल्चर हो त्यसले गर्दा यस्तो गर्नु पाउँदैछ फिलिङ अर्को हुँदैछ त्यति कतिको खुसी र कस्तो के अब खुसी त अब कति भन्नु अब एकदम अब रीतिरिवाजमा गर्नु पाउँदा त धेरै माथि लक्की फिल गर्नु हुन्छ हजुर एकदमै तपाईँलाई हजुरको लागि अब हजुरको लाइफको लागि एकदमै मेरोबाट थ्याङ्क यू यो चाहिँ कन्या चेलीको घुमेको यो घुमेको यो कन्या कुमारी कति 3 घन्टा हजुर 3 घन्टाको 3 घन्टाको कारण चाहिँ अब यो बेहुलालाई छेकेर अब एउटा स्वागत गरेको यो स्वागत स्वयंवर हुँदै गरेको नि हजुर यो स्वयंवर हुँदै गरेको यो चाहिँ फर्स्ट वेलकम हजुर वेलकम हो यो चाहिँ फर्स्ट वेलकम हो यो चाहिँ फर्स्ट वेलकम हो यो चाहिँ बेहुलाको दाजुको जेठा दाजु नि हजुर जेठा दाजु ए अनि अब भोलि चाहिँ तपाईँहरूले अब बुहारी लाँदैछ होइन अहिले लिन आएको हो नि त हजुर कस्तो फिल भइरहेछ अलिकति बताइदिनु एकदम अब एक्साइटेड भइरहेछ भनौँ न अब यहाँनिर यस्तो रीतिरिवाजमा एकदम जितेर लिन जाँदा त त्योभन्दा खुसी के होला भन्नु न एकदम खुसी चाहिँ भन्नु न त्यसको लागि पहिला पनि हजुरले पनि यतैबाट बिहा गर्नु भएको हजुर मैले पनि यहीँदेखि बिहा गरेको एकदम 2 इयर्स ब्याक मात्रै बिफोर भनौँ न 2 इयर्स बिफोर चाहिँ यहीँदेखि बिहा गरेको ए हजुर के कसो भएर अब के जेम्बुरकोटको केटीहरू चाहिँ निकै राम्रो रहेछ कि अब खालि कसारे छ त होइन त्यस्तो त होइन अब एउटा रीतिले एउटा उयोले भेट्दा ठिकै अब मिलेकै होला भनौँ न अब त्यस्तै अहिले एकदम राम्रो हो नि त हजुरको अब कुन चाहिँ कान्छा छोरा छ भने नि ए कान्छा छोराको पनि अब यतै हेर्नु भएको होइन त्यो अब एउटा अघिदेखि परम्परा जुगी च्याप्जुले गरिल्याएको अब रीति जुगी च्याप्जुले गर्दै ल्याएको अहिलेसम्म छोडिएको छैन एउटा भाग्य जोगीले फेरि पनि पाइहाल्यो भने अब एउटा आफ्नो हजुर अब कति जन्ती चाहिँ कतिजना आउनुभएको सिदेखि त बेसी नै छ होला जति चाहिँ होला हजुर अब पुर्खा भाउजू यहाँको अहिले अब जस्तै हुँदै गरेको बेहुलीको चाहिँ आमाहरू पनि छ नि अब एकदमै पुर्खा होला आमाबाट पनि अन्त कस्तो भइरहेछ मनमा के खुलदुल खेलिरहेछ भनिरहेछ अलिकति
त्यही कुरा हजुर केही कस्तो के मनमा कस्तो भइरहेको छ खुसी छ कि मन दुख छ कि बा छोरी जाँदैछ भनेर बा दुख्ने मनमा हजुर 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 एकदम खुसी हुनुहुन्छ है छोरीहरू गयो भनेर रुएको पो जस्तो देखेर हाम्रो पुर्खा ठुलामै केही कुरो भनिदिउँ न अलिकति नातिनीको बिहा खानु पाउँदाखेरि कस्तो कस्तो भइरहेछ मनमा एउटा भले लाउनु त नाके नि अन्त यी देखे ल्याइदिएम चाहिँ देखेँ नि त अब नातिनी र नातिनी भन्छ कि यी देखेँ नि त कुतना मुके दिएर अब देखेँ नि त पुर्खा गाईमा देखेँ नि काट्ने अब हिजो अब पाउँछ छानामे भनेर नि अब हिँड्दामा छानामे नानी सेचनीले बिहे देखे दिन मासिमा मुवा हो के चाहिँ अब होरीको होला नि नातिनी भन्छ कि हिजो नाच्ने मान्छे हिँडेको देऊ न हिँडेको अब आशीर्वाद आशीर्वाद चाहिँ हिले ए हो आशीर्वाद त काङको पुर्खा अब यो चाहिँ औँठी लाउने कार्यक्रम हो औँठी लाउने औँठी साथ हो यो चाहिँ औँठी साथ गरेको यहाँनिर औँठी साथ गर्नु हो सबैले ताली लगाइदिनुहोस् है ताली सबैजनाले ताली एक साथमा अन्त हजुरहरू आज अब साथी होइन साथीको बिहेमा आउनु भएको रहेछ स्कुलमेट र कहाँबाट आउनु भएको हामी चाहिँ अल द वे फ्रम थिम्पूबाट सँगै आउनु भएको अनि कस्तो साथीको यस्तो खालको अब लाइफको एउटा अब के भन्छ अब एउटा वान्स एन्ड लास्ट भने जस्तो हो नि त होइन अब फर्स्ट पनि अब लास्ट पनि यो खालको उनीहरूको अब मेमोरिज मात्रै नभएर अब एकदम उनीहरूको खुसियालीको दिन हो त्यो हुँदैछ हजुरहरूलाई कस्तो फिल भइरहेछ कि अब साथीको यसरी बिहेमा प्रेजेन्ट हुनु पाउँदाखेरि कस्तो फिल भइरहेछ हामीलाई चाहिँ अब धेरै धेरै खुसी लाग्छ है अब अल द वे फ्रम थिम्पू अब यसले त मलाई लास्ट यहाँदेखि बोलाएको बिहे नभएदेखि है इन्भिटेसन कार्ड अब साथीको बिहे हुँदाखेरि खुसी लाग्दछ हाम्रो पनि अब कुनै दिन आउला है उहाँलाई हजुरलाई कस्तो चाहिँ अब के भन्नु म त साथीको साथी गरेर आएको कि अब नयाँ जग्गामा आइपुगेको खुसी नै लागिरहेछ बाटो चाहिँ जिन्दगीमा नबिर्सिने रहेछ यो बाटो चाहिँ कुन चाहिँ कुनाबाट कुन चाहिँ कुनामा आइपुग्यो देखानु चाहिँ भोलि अब हजुरले त अब भोलि के भन्छ देउरानी भन्दैन नि देउरानी लिएर जाँदैछ होइन जानेवाला हुँदैछ र कस्तो के फिल भइरहेछ अलिकति बताइदिनु अन्त आफ्नो अब आफ्नै बहिनीहरू आफ्नै देउरानी हुँदैछ कस्तो फिल हुँदो रहेछ र कस्तो के भइरहेछ अब वान साइडेडबाट हेऱ्यो भने चाहिँ अब एक्साइटेड हुँदैछ किनकि आफ्नै घरमा आउँदैछ भनेर अब वान साइडमा अब एज अ प्यारेन्ट्स गरेर किनकि उसको बाउ उसको आप्पा आमा प्यारेन्ट्स र मेरो प्यारेन्ट्स त अब एउटै हो सो अलिकति स्याड पनि हुँदैछ किनकि ऊ पनि अब म जस्तै आफ्नो प्यारेन्ट्सदेखि टाढो हुँदैछ भनेर सो त्यही एट द सेम टाइम अब एक्साइटेड पनि छ अब भोलि त मेखन लिएर जानु हुँदैछ तपाईँ होइन अन्त त्यसको लागि कतिको हर्ष र खुसी छ त्यो पनि एकदम खुसी छ मेरो चाहिँ मिसेस दुईटा हो अन्त त्यहाँबाट अहिले चाहिँ अब यो चाहिँ जेठा छोरा अहिले कान्छीपट्टिको चाहिँ कान्छीको चाहिँ जेठा अब मेखन त भोलि लिएर त आउने जाने त भन्यो होइन अन्त के कस्तो खालको रेडी भएर आएको छ कतिको रेडी छ हजुर एकदम खुसी नै छ हजुर के लिएर आउनु भएको छ मेखनको लागि हजुर अब त्यो पहिला परम्परादेखि गरी ल्याएको के छ त्यही लिएर आएको ए हस्
हजुर राति अब नाइटको इन्जोयमेन्ट गर्नेको कतिको प्लान छ एकदम प्लान गरेर आएको छ तर पनि त अब एज पर द प्लान जान्छ कि जान्दैन तर अब प्लान त गरेर आएको छ नाइट होल्ड त गर्ने नै भनेरै भन्छ ल हजुरलाई चाहिँ कस्तो फिल भइरहेको बताइदिनुहोस् एक्चुली मैले त एक्सपेक्ट पनि गर्दिनँ यो जाक्समा जान्छ भनेर किनभने तर एउटा चाहिँ खुसी लाग्यो किनभने यसले हामीलाई चाहिँ पर्सनल्ली बोलाएको थियो होइन किनभने खुसी लाग्यो तर एकपट्टि चाहिँ अब मन दुख पनि हुँदैछ किनभने उसको आप्पा आमालाई पहिल्यैदेखि चिन्थ्यो होइन किनभने अब एउटै छोरी हो त्यही भएर अब लिएर जाँदाखेरि अलिकति अङ्कलहरूलाई मन दुख त हुन्छ तर उसको लागि चाहिँ धेरै खुसी छ किनभने उसले आफूले मन परेको अब केटा पायो प्लस जातको सँग पनि बेला भनेपछि पहिला चाहिँ अनजात हिँड्छ होइन त्यस्तो होइन कि तर अब यसको यो हेर्दाखेरि अब यस्तो के अब ट्रेडिसनल वे अब यस्तो जातको यस्तो गर्छ अब सोचेको थिएन हुन त अब पहिलो दिन सिम्पल हो हामीसँग हजुर चाहिँ के बेहुलाको चाहिँ छ्यामा हजुर मेखन लिएर जानुको लागि चाहिँ कस्तो खानु त एकदम मन यत्रो छाती यत्रो ठुलो बनाएको छ कहिले बेहुली अन्नाउँछ र हेरौँला भइरहेको छ अनि हजुर त्यही त एकदम यो लाग्यो कि खुसी लाग्यो तपाईँ त्यसरी खुसी हुनुहुन्छ नभए त एकदमै जतिहरू त निराश भएर बसे जस्तो देखियो नि त भएको छैन अलिअलि भोक लागेको होला कि एकदम तन्दुरुस्त हुन्छ हाम्रो बेहुलीहरू हाम्रो यहाँको हाम्रो चेलीबेटीहरू नानीलाई के मन दुख्यो कि भनेर नि मन दुखेको होइन कि खुसी भएर नि आमा अब नाचौँ भनेको त बजाएको छैन हो यता त उनीहरू रमाइरहेछ यता त बिहा एकैछिन नाच्दा हुन्छ नि त अब त्यो किन बेहुला अब भर त उता तल गएर त एकदम मजाले नाचिन्छ आँगन भत्किने गरेर नाचिन्छ ल हजुर चाहिँ म चाहिँ बेहुलीको जेठानी पऱ्यो जेठानी पऱ्यो यता पनि जेठानी हामी चाहिँ सासू खाले पर्यो बेहुलीको यता माइली बेहुलीको सासू साइली यता पर्यो माइली म पर्यो काइली या बेहुली अनुहार हेर्नु पर्यो भनेर कति खुसी भइरहेको छु नि कहिले देखाउँछ जस्तो भइरहेको छ एकदम राम्रो कुरो देखाउँ त अलि आँखा देखिँदैन बेहुली अलिक गोरी नै छ कि देखिन्छ हामी कालो त अलिक देख्दैन देखिँदैन भन्ने नि भोकले बिजोक भएर ए हो भनेपछि त यहाँ त बेहुली लिन आएको होइन यो बेहुलीको बेहुलाको आमाहरू पो यहाँ चल्दैछ क्या बेहुला बाबा छ सयजापर चाहिँ बेहुली भएछ नि भनेपछि अर्को पनि बिहा चल्ने पऱ्यो क्या यहाँ नलाउँदा फेरि मलाई बेहुला मलाई भन्छ कि तर म चाहिँ हाम्रो के अरे सोच्यो भने मेरो काजिन्दीको नातिनीको के अरे बिहामा आएको सोच्यो भने मेरो पनि नाति र उसको मेरो भान्जी पनि हो त्यसको लागि सोखादाको त्यहाँदेखि म माथि तकाली जाने फर्केर म जाने कि त्यसले गर्दा पदयात्रा आएको पदयात्रा जाने माथि त्यति नै मेरो त्यही त नि अब यसरी अब एकदम मिलेर बिहा गरेको छ अब गरी खानु र नखानु त उहाँहरूको हातमा उनीहरूको काम हो र आमा बाउले भनेको अब एउटा आशीर्वाद दिने त हो नि ए ल राम्रो लागिरहेको खुसी लागिरहेको छ मन दुखेको मन दुखेको यो हुन्छ होइन त्यस्तोहरू भएको छ कि दाजु चाहिँ यहाँको बेहुलीको निनी नि माइली निनी नि ए हजुर अनि आज अब भदैनीको बिहे एकदम चलिरहेको छ नि आज बेहुला पनि आयो तर अब जग्गामा पुग्नु मात्रै बाँकी छ अन्त कस्तो
महसुस भइरहेछ मनमा के खेलिरहेछ ए भाइ एकदम खुसी हामीलाई त नि यति गर्नु पाउँदा हामीलाई त पुरा खुसी नै मेरो भाइको एउटा छोरी हो खुसी नै अब यहाँदेखि खुसी त अब कति भन्नु र दादाको गाउँ चाहिँ कता पो दादा उता चोम्चे ए चम्चे नि कुन्चलिङ। ए हजुर दादाहरू कति बहिनी भयो यहाँ हामी 7 बहिनी थियो भाइ अब एउटा दिदी अब अस्ति नै भयो अहिले 6 बहिनी छ ए। खुसी छ भाइ अब घरले नि जातको चेली जातले लग्यो हो अन्त लगेको होइन मागेर बिहा गरेको हो तर खुसी नि त अब यहाँदेखि खुसी त अब कस्तो भन्नु र अब यो सबै मागी बिहे नि मागी बिहा हो भाइ खुसी। ए भनेपछि अब अरूले पनि यस्तै अरू नानीहरूले पनि भाइ भदैनीले सबैले यस्तै गर्नु सकोस् नि यस्तै गर्नु पर्यो नि त अब नि यस्तै हो नि भाइ अब खासमा यो बरनी भन्दो रहेछ नि त नि हजुर हजुर हजुरलाई चाहिँ यसको गर्नु परेको कारण के होला छोटो भने यसको चाहिँ यो बरनी गर्नु चाहिँ अब हाम्रो परम्परा अगाडि देउताकै पालादेखि नै अब यसरी हामीले गर्दै गरेर ल्याएको छ हाम्रो कर्म चाहिँ नछोडिकन गर्नको लागि हाम्रो पुस्तकको आधारले चाहिँ यो हामीले गरिल्याएको यो चाहिँ यो गर्दा चाहिँ हामीलाई राम्रो हुन्छ सुख शान्ति हुन्छ राम्रो हुन्छ त्यसको लागि चाहिँ ए कस्तो यो बेहुली उता बेहुलीको यसमा जानुभन्दा अगाडि गरिन्छ नि हजुर यो गरिन्छ अगाडि जस्तै 3 घन्टा घुम्नु पर्दो रहेछ नि हजुर 3 फनको घुम्नको अर्थात् चाहिँ अब हामीले एउटा स्वागत गरेको हाम्रो परम्परा हाम्रो संस्कृति अनुसार चाहिँ हामीले यो चाहिँ घुम्ने चलन चाहिँ अब अगाडिदेखि नै हाम्रो पर्खामा मानिल्याएको हो नि त यो चाहिँ मानिल्याएको हुनाले हाम्रो यो 3 खेप अब घुम्नै पर्छ को भएर चाहिँ घुम्नुपर्छ होला यो चाहिँ अब 2 जना कन्या केटी अनि त्यहाँदेखि अब 2 कलश बोक्ने कन्या केटी र त्यहाँदेखि अन्त अब बेहुलीको बाउ अब दाजुभाइहरू लगायत अरू अब सबै आफ्नो आफन्तहरू यो चाहिँ अब यो घुम्ने चलन छ अब यो चाहिँ मेरो नाम चाहिँ बिमा गले बिमा घले हजुर चाहिँ बेहुलाको दिदी कि बहिनी भन्नुभयो म चाहिँ बेहुलाको दिदी दिदी ए ए हजुर कुन चाहिँ दिदी कि म चाहिँ बेहुलाको कान्छा काकाको कान्छी छु ए हजुर अनि कस्तो अहिले अब तपाईँको बुहारी नि होइन अब हुनेवाला बुहारी अन्त बुहारी यो हुँदैछ होइन अहिले अब अहिले अब लिनुको लागि आएको छ कस्तो के कस्तो फिल भइरहेछ प्लस लाइक एक्साइटेड हुँदैछ होइन म पहिलोचोटि न्यू प्लेसमा आइरहेको छु लाइक मेरो लागि त नयाँ हो त्यहाँदेखि नयाँ जग्गामा लाइक के भन्नु हजुरलाई लाइक म आफ्टर 3 इयर्स आएर यहाँ भाइको बिहा एटेन्ड गर्न पाइरहेको छु खुसी लागिरहेको छ अब लिएरै जाने बुहारी चाहिँ लिएर जाने नै भनेर हजुर लिएरै जाने हुन्छ हुन्छ हजुर उसलाई चाहिँ के पर्यो दिदी पर्यो है ए एकदम खुसी नै छु ल हुन्छ हजुर मेरो नाम प्रसाद हो हजुर प्रसाद प्रसाद ए हजुर हजुर त जन्ती नै आउनु भएको नि जन्ती गाउँ कताबाट शान्ति बाहुनडाँडा उहाँ बेहुला चाहिँ के पर्छ हजुर बेहुला चाहिँ मेरो भाइहरूको होइन ए भाइ अनि बुहारी लानुको लागि कतिको चाहिँ एक्साइटेड कस्तो खालको फिल भइरहेछ अब त्यस्तो राम्रै लागिरहेको छ होइन अब यता अब उहाँबाट यता आउनु भयो होइन हामीले उयो गरेर अब राम्रै गरेर चाहिँ अब त्यस्तै एक्साइटेड फिल भइरहेको छ ए हजुर अनि जन्ती कतिजना आएको अहिले जन्ती त थुप्रो छ ए कतिजना जस्तो कति गाडी आएको 15-16 जस्तो छ होला मेरो चाहिँ नाम पर्यो गोकुल कुमार घले अब यहाँ अहिलेको बेहुलाको चाहिँ कान्छा भाइ है ए हजुर अन्त त्यही त अब आज यहाँ बिहे अब एकदम धमधम चलिरहेछ होइन अब यहाँ भान्सामा जानु लागि कस्तो फिल भइरहेछ आज भोलि चाहिँ अब हजुरले भाउजू लिएर जाँदैछ नि त नि अन्त कस्तो यहाँबाट अब फिल त अब दाजुले अब पहिल्यैदेखि अब भनौँ न अब 1-2 महिना भइसक्यो अब यस्तो बिहाको तिहार होइन अब खुसी लागिरहेको छ आफ्नो दाजुले यसरी नियम नीतिमा बिहा गर्नु हुँदैछ होइन अब एउटा नियम एउटा दाजुले पनि राख्दै त्यहाँ त्यसको मुनि अब दाजु आयो उसले राम्रोसँग अब यसरी बिहा गर्दा खुसी त लागिरहेछ अब यस्तै अब म पनि
अब मेरो पनि पालो आउँछ होला मैले नि अब हजुरले पनि यतैबाट हेर्नु हुनेछ कि कसो होला अब रिजनलले लगिहालेछ है अब सबले यतैबाट लग्यो भने त फेरि माइतीहरू पनि अब जन्तीहरू नि एउटै गाउँ त हिँडिँदैन होला हेरौँला अब कस्तो हुन्छ होला होइन अब भाग्यमा के लेखेको छ। पालो किलो लाँदैछ नि त जेठाले लगिहाले अब माइतीले लगेछ है अब पालो किलो भन्दा नि अब मेरो पालो भने मैले नि यतैबाट लानुपर्छ भन्ने त छैन तर होइन मन त छ होला नि त अब मन त छ अब होइन उमेरले अब पुगेपछि त अब एउटा दिन आउँछ आफू पनि बाउ अब त्यो त हुनैपर्छ तर अब आउँछ होला समय होइन कहिले आउँछ भाग्यमा के लेखेको छ अब कता हुन्छ होला होइन अब त्यति बेला चाहिँ हेरौँला अब कता हुन्छ होला। ल हुन्छ अनि हजुरको पेसा चाहिँ के गर्नुहुन्छ जब चाहिँ म चाहिँ अहिले स्कुलमा होम टु स्कुलमा यस्तै स्पोर्ट्सको कोच गरेर हजुर फेरि किन अब उता बेला गाउँ त कहाँ पऱ्यो तपाईँहरूको हाम्रो गाउँ चाहिँ भन्यो बाहुनडाँडा भन्छ अब जङ्गलको नेम चाहिँ अब सोमजोम मलबासे भन्छ। जन्ती कतिजना टोटल आएको अब जन्ती त अब भनौँ न अब यस्तै 14 गाडीमा त अब सबै प्याकै आएको छ हो अब त्यसमा अब यो 14 गाडी त अब 4-5 जना त आएकै छ अब लगभग त्यस्तै 14 गाडीमा चाहिँ सबै प्याकै आएको छ। ए हजुर त्यही त ल हुन्छ हजुर ल हुन्छ ल थ्याङ्क्स हजुरलाई पनि मैले फलो गरिरहेको छु होइन सपोर्ट छ तपाईँलाई अब के भनौँ अब तपाईँको ब्लगमा यस्तै सब्सक्राइब गरिदिनु होला। हुन्छ हजुर थ्याङ्क यू ल थ्याङ्क यू। बेबीको भाइ छ भाइ कस्तो फिल भइरहेको छ दिदीको बिहा चलिरहेको छ होइन अब उनीहरूको रिलेसन चाहिँ राम्ररी बसोस् अरू अब लाइफमा सक्सेसफुल होस् अनि दुईजनाको फ्यामिलीहरू राम्ररी बसोस्। यता पनि रहेछ देउलीको आमाहरू रहेछ कस्तो खुसी लागिरहेछ खुसी सबैजना उपास बसेको हो हजुर जन्ती भटिया चल्दैछ अहिले सम्झेर राम्रो सम्झिनु है राम्रो मनमा एकदम त्यो भने खेलाची होइन एकदम मनभित्रबाट सम्झेर काका काको तिमीले गर्दा हुन्छ आजु मात्रै आराम हो आज करै लाग्यो। Please subscribe to our channel. Like, share, follow, comment.